नमस्कार, वेलकम अगेन। नेपाल सन् 1951 अर्थात् 2007 सालमा प्रजातान्त्रिक राष्ट्र बन्यो। प्रजातन्त्रमा पावर जनताको हातमा हुने गर्दछ। यसको मतलब जनताले निर्वाचन मार्फत आफ्नो मताधिकार प्रयोग गरेर जनप्रतिनिधि छान्न सक्छन्, जसले उनीहरूको आर्थिक सामाजिक मुद्दाहरूमा काम गर्न सक्छन्। नेपालमा पहिलोपटक सन् 1959 मा निर्वाचन सम्पन्न भयो। त्यसपछि हालसम्म 8 वटा निर्वाचनहरू भएका छन्। स्केड्युल अनुसार 9औं निर्वाचन 2084 सालमा हुनुपर्ने थियो, तर देशमा देखा परेको विषम परिस्थिति, खास गरी सेप्टेम्बर 8 र 9 को इन्सिडेन्टले गर्दा र त्यसपछिको पार्लियामेन्ट डिसोल्युसनले गर्दाखेरि चुनाव नर्मल डेटभन्दा लगभग 2 वर्ष अगाडि सरेको छ, अर्थात् फागुन 21, 2082। नेपालको पछिल्लो केही निर्वाचन र त्यसका तथ्याङ्कहरूलाई हेर्ने हो भने हामीले धेरै कुराहरू बुझ्न सक्छौँ। मैले खास गरी 2013 र त्यसपछिको निर्वाचनहरूलाई यसमा इन्क्लुड गरेको छु। सन् 2013 मा नेपालमा लगभग 1,21,00,000 रजिस्टर्ड भोटर्सहरू थिए, जुन 2017 सम्म पुग्दाखेरि 1,54,00,000 पुगेको छ र 2022 सम्म आउँदा त्यो सङ्ख्या 1,78,00,000 पुगेको छ। 2082 मङ्सिर 5 गतेसम्म आउँदा त्यसमा थप 7,30,000 जना थपिएका छन्। समय बित्दै जाँदा मानिसहरूको चेतनाको स्तर पनि बढ्यो, जसको फलस्वरूप नेपालमा बदर हुने भोटको सङ्ख्या घट्यो। सन् 2013 मा लगभग 8% जति भोट बदर हुने गर्दथ्यो, जुन 2022 सम्म आउँदा घटेर जम्मा 5% पुगेको छ, जुन एकदमै राम्रो कुरा हो। तर नेपालको निर्वाचनमा एउटा नराम्रो ट्रेन्ड पनि देखिएको छ, जुन हो टर्नआउट पर्सेन्टेज। टर्नआउट पर्सेन्टेज भन्नाले टोटल रजिस्टर्ड भोटर्स मध्ये कति पर्सेन्टले चाहिँ एक्चुअली भोट हाल्छन्। यसमा सदर र बदर दुईटै भोटलाई इन्क्लुड गरिएको हुन्छ। सन् 2013 मा 78.8% टर्नआउट थियो, जुन 2017 मा घटेर 68.60% पुग्यो र 2022 सम्म आउँदा जम्मा 61.85% छ। यो प्रजातान्त्रिक राष्ट्रको लागि राम्रो कुरा भने होइन, किनभने जनताहरू भोटर आइडी त बनाइरहेका छन्, तर मतदानमा भने सहभागी भइरहेका छैनन्। यसको कारण जनताहरू विदेश पलायन हुनु र नागरिकहरू पूर्व निर्वाचित प्रतिनिधिहरूसँग निराश भएको हुन सक्छ। यिनीहरूलाई जिताएर के नै गर्छन् र भन्ने भावनाको विकास भएको हुन सक्छ, जुन सही पनि हो। पटक पटक एउटै अनुहार दोहोरिरहनु र भनेअनुसारको काम नहुनुले निर्वाचनप्रति आकर्षण घटेको हुन सक्छ। त्यसैले आगामी अर्ली निर्वाचन नेपालीहरूको लागि एउटा क्यापेबल मान्छे निर्वाचित गराउने मौका हुन सक्छ। देशको लागि एउटा नयाँ युगको सुरुवात गर्ने राम्रो अवसर पनि हुन सक्छ। त्यसैले हामी सबैजना निष्पक्ष र इमानदार भएर मतदानमा सहभागी हुनुपर्छ। आफ्नो छोटो लाभको लागि आफ्नो अमूल्य मत खेर जान दिनुहुन्न। केही दलहरू निर्वाचन नहोस् भन्ने चाहन्छन्, तर अहिलेको अवस्थामा देशलाई निकास दिनको लागि निर्वाचन अति नै महत्त्वपूर्ण छ। हजुरहरूलाई मेरो विचार कस्तो लाग्यो? हजुरहरूको मनमा केही छन् भने प्लिज कमेन्ट डाउन बिलो। थ्याङ्क यू फर वाचिङ। धन्यवाद।